सो हाई गाइज अहिले चाहिँ म निस्केको होइन काठमाडौँमा छु होइन हजुरलाई थाहै छ होला पुरानो एक दुईवटा भिडियो देख्नु भएको भए चाहिँ होइन अहिले चाहिँ म खासमा यहाँ भोज हिल्समा चाहिँ सिएसआरको जब गर्छु होइन अनि अहिले चाहिँ बजिरहेको छ लाइक समथिङ 3 होइन 3 बज्न आँटिसक्यो होइन मेरो चाहिँ अलिकति स्लो छ घडी होइन हेरौँ लेट्स सी मेन कुरा चाहिँ यो हो कि होइन काठमाडौँमा कतिको सेफ छ कि होइन रातिको 3 बजे पनि होइन बिहानको 3 बजे पनि कतिको सेफ छ भन्ने कुरा चाहिँ हो कि होइन यहाँ देख्न सक्नुहुन्छ कुनै कुनै जग्गा चाहिँ ठाउँ चाहिँ अब सेफ नहुन पनि सक्छ होइन तर मोस्टली चाहिँ सेफली नै छ काठमाडौँ होइन यो एरिया चाहिँ लेट्स सी कस्तो हुन्छ होइन म चाहिँ 2 दिन भयो यसरी जान थालेको चाहिँ होइन यसरी जान थालेको 2 दिन भयो प्लस अनि काठमाडौँमा चाहिँ अब यस्तो हो कुनै ठाउँ हेरी हुन्छ होइन त्यति मलाई पनि थाहा छैन कुन कुन ठाउँ सेफ छ भनेर होइन अब यो चाहिँ थाहै छ होला हजुरहरूलाई होइन इङ्ग्लिसमा ठ्याक्कै नाम चाहिँ के भन्छ थाहा छैन होइन तर कुनै के क्यान्डी चाहिँ भन्छ है यसलाई नाम चाहिँ थाहा छैन अहिले चाहिँ बिर्स्यो तर पहिला चाहिँ थाहा थियो होइन अब यही खाँदै चट्ट लगाएर जाँदै गर्ने ठ्याक्कै बच्चाको दिनको बेलाको याद आयो म चाहिँ कटन क्यान्डी खाएर जाँदैछु होइन अहिले कस्तो के छ मलाई पनि मिल्दैन यो चाहिँ हो पुतली सडक होइन यो ठाउँलाई चाहिँ भन्छ होइन प्लस अनि कति शान्त छ कि होइन यो 2 बजेबाट जुन यति बेलाको टाइम हुन्छ नि 4-4:30 बजेसम्मको होइन पुरै दुनियाँ सुतिरहेको हुन्छ होइन पुरै दुनियाँ सुतिरहेको हुन्छ कोही न कोही मात्र हुन्छ कि यति शान्त हुन्छ कि यदि होइन भोलि यदि म उस भयो आएँ भने चाहिँ म हाल्छु होइन कति चाहिँ केओस हुन्छ म त्यो चाहिँ हजुरहरूलाई देखाउँछु होइन यति बेला म हिँडेर जाँदा चाहिँ आमामा मजा आउँछ क्या है कसम भने यति फ्री हुन्छ नि दिउँसो भन्दा होइन दिउँसो यति केओसमा हिँड्न भन्दा होइन यति पिस चाहिएको छ होइन एकदम शान्त मन शान्त दिमाग खाली बनाउँछ हुन्छ होइन यति बेला शान्त लगाएर मजाले हिँडेर जाने होइन हरूमा भइदिएको भए यदि जब नभएको भए चाहिँ हामी अब सुतिरहेको हुन्छ होला हो दामी छ एक्लै आनन्दले होइन म्युजिक सुन्दै मजाले हिँड्न कति मजा आउँछ हो कति शान्त छ क्या है आमामा बबाल शान्त छ क्या 1-2टा भन्दा 1-2टा नै एउटा 2टा भन्दा काहीँ आएको गाडी नै आइरहेको छैन क्या मेरो मोबाइलको चाहिँ अलिकति
लाइट ऊ भयो होइन, लाइट एक्सपोज भयो, तर त्यो दामी देखियो कि होइन। आफू यत्तिकै हिँड्दाखेरि चाहिँ होइन, आफ्नो नेकिड आँखाले हेर्दाखेरि चाहिँ दामी देखियो क्या हो। दामी देखियो क्या, आफू यत्तिकै नेकिड आई हेरिदियो भने चाहिँ होइन। अनि यसलाई त भन्छ पुतली सडक नै भन्छ होला सायद होइन, नलेज पनि छैन मसँग। अझै पनि फोहोरको व्यवस्थापन चाहिँ अलिक राम्रोसँग भएको छैन हो काठमाडौँमा। तर हद पहिलाको भन्दा चाहिँ अहिले चाहिँ हदभन्दा धेरै चाहिँ साफ भएको छ होइन। महिना समथिङ दिनको चाहिँ कति 12 टन हो कि कति चाहिँ जान्छ हो काठमाडौँबाट, यति चाहिँ फोहोर निस्किन्छ होइन। ठ्याक्क मलाई अपडेट चाहिँ भएन होइन, मैले बिर्सेँ कति निस्किन्थ्यो भन्ने चाहिँ। अनि तर होइन अहिले म यतिको भिडियो बनाउँदै गइरहेको छु होइन। यही दिउँसोमा चाहिँ भाइ मलाई चाहिँ खतरा पसिना आउँछ क्या हो। तर दिउँसोमा भन्दा होइन बेलुकामा फ्रीली आफू मजाले यसरी हिँडेको चाहिँ मजा लाग्छ क्या हो। तर प्लस एकजना साथमा भइदियो भने चाहिँ डरसँग चाहिँ कम हुन्छ होइन। अझै फोहोर पनि अझै छ कि यहाँ चाहिँ काठमाडौँमा अलिकति फोहोर चाहिँ अलिक धेरै व्यवस्थापन भएको छ, तर अझै हुन बाँकी नै छ। यति ठुलो सिटीमा होइन म्यानेज चाहिँ भएको छ पहिलाको भन्दा चाहिँ धेरै नै होइन। हिँड्न चाहिँ मजा आउँछ क्या बेलुकामा नै। अब त बिहान भइसक्यो होइन, अब गएर सुत्ने हो होइन। अघि खासमा म चाहिँ अलिकति हतारमा थिएँ म होइन। सो मैले चाहिँ रेकर्ड गर्न पाएन हो। अहिले चाहिँ म गर्दैछु। तर काठमाडौँमा यसरी यतिको म्यानेज भनेको चाहिँ एकदम दामी हो होइन। किनभने पहिलाको भन्दा चाहिँ एकदम दामी बनाऊ है। यसरी हिँड्न चाहिँ होइन भाइब चाहिँ आउँछ कि हो। त्यहाँदेखि चाहिँ अझै सक्यो होइन हो। यता बिताइसकेको छु होइन। मेरो आवाजहरू चाहिँ खतरा तरिकाले गुन्ज्यो होइन। यो कुकुर मेरो पछि नै त डर लाग्छ हो कुकुर देखेर। पेट पो दुख्न थाल्यो त त्यो खाएर त पेट पो दुख्न थाल्यो त धेरै भयो त। शान्ति चाहिँ छ क्या है मजाले एकदम। म भोलि देखाउने छु होइन।
यही ठाउँमा कति के सुन्छ भनेर हो। देख्न सक्नुहुन्छ यति मन्दिर भइसकेको छ होइन। म हजुरहरूलाई अर्को मोबाइलमा पनि देखाइदिन्छु होइन कति चाहिँ उस भएको छ। त्यो अन्धेरो भएको छ कि भर्खर कति बज्दैछ 3:10 जाँदैछ होइन। यहाँ चाहिँ यति सन्नाटा छ कि आमा बवाल सन्नाटा छ कि आमा। शान्ति त कति हो कति, तर शान्तिको चक्करमा होइन केही भइहाल्यो भने चाहिँ त्यो चाहिँ एकदम मेन कुरा डर हुन्छ हो। तर यसरी हिँड्न चाहिँ मजा हुन्छ क्या बेलुकामा होइन। झट्ट आफूले माइन्ड फ्रेस हुन्छ होइन। हुन त अलिकति आफूलाई हुन्छ डर चाहिँ होइन, तर डराउनु पर्ने जस्तो खासै एरिया चाहिँ यहाँ छैन। किनभने यहाँ पुरै होस्टेलहरू छ होइन, फिमेल होस्टेलहरू छ, बोइज होस्टेलहरू छ होइन। सो आई थिङ्क यो एरिया सेफ भएर नै यो चाहिँ बनाएको होला हो। तर अलिअलि डर त लागेको छ होइन। देख्न सक्नुहुन्छ होइन 3:10 गइरहेको छ। अनि एउटा कुरा काठमाडौँमा यो जुन लाइटहरू स्ट्रिट लाइटहरू छ नि एकदम हामी हिँड्न मतलब उनीहरूको रेन्जमा आइसकेपछि चाहिँ आफै बल्ने कि त्यस्तो। ल यता गाइस म अलिकति कट गर्छु है त। ब्रो रातिमा चाहिँ एकदम डर लाग्न थालिसक्यो अहिले चाहिँ मलाई होइन। यो पनि यो क्यामेराको लाइट पनि आफै बल्न थालिसक्यो। गाह्रो छ हिँड्न चाहिँ, गाह्रो छैन बाइकमा होइन। सो अहिले देख्न सक्नुहुन्छ नि होइन अहिले देख्न सक्नुहुन्छ नि लाइट यति मधुरो छ होइन। अहिले पछि चाहिँ हेर्नु नि म त्यहाँ जाँदा होइन लाइट चाहिँ चर्काउँछु क्या हो हेर्नु। अब यो पनि हुन्छ है त। मैले अहिले पो थाहा पाइरहेको यत्रो टाइम भइसक्यो काठमाडौँमा होइन, तर बल्ल अहिले थाहा पाइरहेको हो। यहाँ आएपछि ठ्याक्क चौकेर बल्ने क्या यो चाहिँ सही हो होइन। वहाँदेखि हिँडेर आउँदाखेरि चाहिँ अलिकति थाकियो पनि होइन। अनि भिडियो पनि आएको छैन 4 दिन भइसक्यो होइन। यो फेरि लाइट भयो। भिडियो पनि आएको छैन किनभने त्यही हो यसरी फर्किनुपर्छ हो। नाइटमा डर हुन्छ होइन, डेन्जर डर हुन्छ आफू एक्लै फर्किँदा होइन। आमामा डर त हुन्छ तर डर के आगे जिते होइन, डर के आगे जिते। सो यसरी जाँदै गर्दाखेरि आई थिङ्क आई होप एन्ड सधैँ चाहिँ सेफ होस् होइन। एउटा साइकल किन्ने पनि सोचिरहेको तर चाहिँ कम्प्लिट भइरहेको छैन बिकज अफ मैले मसँग जति बजेट छ त्यतिमा चाहिँ अलिक भनेको जस्तो चाहिँ पाइरहेको छैन। कहिले के कमी छ कहिले के कमी छ अनि
अलिकति बिजी पनि चल्दैछ होइन। अनि तर होइन दिनमा भन्दा पनि होइन मलाई नाइटमा चाहिँ एकदम सही लाग्छ क्या। किनभने होइन एकदम माइन्ड फ्रेस भएर हिँड्न पाइन्छ क्या। अलिकति डर त हुन्छ, शरीरले डर त लाग्छ, तर एकदम हुन्छ नि माइन्डले चाहिँ एकदम मजा हुन्छ क्या। एकदम के होस् नै एकदम उस हुन्छ क्या होइन। यो चाहिँ काठमाडौँ नेसनल मेडिकल कलेज टिचिङ एन्ड हस्पिटल रहेको छ यो चाहिँ। ल यहाँको यो पनि झरेछ नि त, इन्फर्म गरिदिनु र उहाँ कोही पनि गार्डहरू हुनुहुन्न। यति गार्डहरू भइदिएको भए चाहिँ म इन्फर्म गरिदिन्थेँ, किनभने यस्तोमा चाहिँ गाह्रो हुन्छ। कोही पनि हुनुहुन्न होइन। यो चाहिँ यसरी भत्किएको छ। रिजन चाहिँ के हो त्यो चाहिँ थाहा भएन होइन। तर अरे यार कति भुकेको यहाँ भित्र बसेर भुकी गर्छ यहाँ। हामी नि मान्छे होइन नि, तर नि हामी जस्तै मान्छेले पाले होइन नि, हाम्रो पनि माया लाग्छ नि। त्यो यार त्यसो नगर न यार। खतरा भुक्ने आमा। तर होइन यो दुनियाँमा सबभन्दा लोयल भनेको चाहिँ यही हो क्या होइन। कुकुरभन्दा लोयल चाहिँ भाइ कतै पनि पाइँदैन कि कसम भनेको। कुकुरभन्दा लोयल चाहिँ कहीँ पनि पाइँदैन क्या। ल म पनि आइपुग्ने बेला भयो होइन। यतापट्टि छ कति शान्ति छ कि एउटा चुइँको आवाज पनि छैन कि। मेरो आवाजले होइन पुरै भरेको छ कि होइन। यसरी दिउँसोमा बोलेर हिँड्न त्यहाँ कुनै न कुनै चाहिँ पसल खुल्ला छ होइन। यो ब्लेड बनाउने पसल सायद खुल्लै छ चाहिँ। यताबाट अनमनगर निस्किने बाटो भयो चाहिँ। घट्टी खुलो कुन चाहिँ मार्ग भन्छ थाहा छैन, तर नि यहाँ पनि खुला रहेछ। अहिलेसम्म बन्द भएको छैन। अहिलेसम्म नि बन्द भएको छैन कि भर्खर खुल्दै हो होइन, त्यो चाहिँ थाहा छैन। ल गाइस म पनि आइपुगेको रुममा होइन। अब अर्को भोलिपल्ट पनि म चाहिँ यसरी नै भिडियो लिएर आउँछु होइन। कस्तो लाग्यो भिडियो चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन। मजा आउँछ नाइटमा यसरी शान्त। ल गाइस बाइ बाइ, टेक केयर, लभ यु अल।